के तपाईसँग बाइक कि त स्कुटर छ अनि महिनामा थप पैसा कमाउनु चाहनुहुन्छ भने धेरै मान्छेहरूले इनड्राइभ राइडर बनेर घर खर्चा निकालिरहेको छ। तर इनड्राइभ राइडर कसरी बन्ने, कुन कुन डकुमेन्ट चाहिन्छ अनि कमाइ चाहिँ कति हुन्छ, आजको भिडियोमा म तपाईलाई सुरुदेखि अन्तिमसम्म सजिलो भाषामा सबै कुरा भन्ने छु। त्यही भएर भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि एउटा सानो गल्तीले तपाईको आवेदन रिजेक्ट पनि हुन सक्छ। A1 नेपाल हेल्पर च्यानलमा तपाईलाई स्वागत छ। यदि तपाई च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। आज हामी नेपालमा इनड्राइभ राइडर कसरी बन्ने कम्प्लिट प्रोसेस देखाउने छौं। इनड्राइभ एउटा राइड शेयरिङ एप हो जता राइडरले प्यासेन्जरले भनेको डेस्टिनेसनमा पुगाएर पैसा कमाउनु मिल्छ। सबैभन्दा पहिला इनड्राइभ राइडर बन्नु तपाईलाई कुन कुन डकुमेन्ट चाहिन्छ? नागरिकता, ड्राइभिङ लाइसेन्स अनि ब्लू बुक, स्मार्टफोन, मोबाइल नम्बर अनि ब्याङ्क डिटेल। यदि तपाईसँग यो सबै चिज छ भने तपाई इनड्राइभ राइडर बन्नु मिल्छ। अब भिडियोको मेन टपिकको कुरा गरौँ कि रजिस्ट्रेसन कसरी गर्ने। सबैभन्दा पहिला प्ले स्टोरबाट इनड्राइभ एप डाउनलोड गर्नु। एप डाउनलोड गरेपछि आफ्नो मोबाइल नम्बर युज गरेर एकाउन्ट बनाउनु। साइन इन गरेपछि तपाईको अगाडि यस्तो इन्टरफेस खुल्छ। माथिपट्टि 3 डटमा क्लिक गर्नु। अब यता हामीले हेर्नु मिल्छ ड्राइभर मोड भन्ने एउटा अप्सन छ, त्यसमा क्लिक गर्नु। क्लिक गरेपछि तपाईको अगाडि यस्तो इन्टरफेस खुल्छ जता हामीले फुल ड्राइभरको सेटअप गर्नु पर्छ। अब सबैभन्दा पहिला यता ड्राइभर भन्ने अप्सनमा क्लिक गर्नु। क्लिक गरेपछि तपाईलाई आफ्नो भेहिकल चुज गर भन्छ। तपाईको कार छ भने कार सिलेक्ट गर्नु अनि मोटरसाइकल कि त स्कुटर छ भने मोटरसाइकल अप्सनमा क्लिक गर्नु। भेहिकल चुज गरेपछि तपाईले आफ्नो यता फर्स्ट नेम, लास्ट नेम अनि डेट अफ बर्थ राख्नु पर्छ। माथिपट्टि तपाईले आफ्नो एउटा फोटो पनि राख्नु पर्छ। नामहरू राखेपछि यो इन्टरफेसमा तपाईले आफ्नो ड्राइभिङ लाइसेन्सको फोटो राख्नु पर्छ। लाइसेन्सको फोटो राखेपछि तलपट्टि लाइसेन्सको नम्बर अनि एक्सपायर हुने डेट पनि राखिदिनु। नेक्स्ट गरेपछि तपाईलाई आफ्नो आइडी कार्ड राख भन्छ यता, त्यही भएर आइडी कार्ड पनि राखिदिनु होला। अनि आइडी कार्डमा तपाईले आफ्नो लाइसेन्सको फोटो पनि राख्नु मिल्छ। अब मेन सेटअप प्रोसेस चाहिँ यताबाट सुरु हुन्छ। सबैभन्दा पहिला आफ्नो भेहिकल सिलेक्ट गर्नु। भेहिकलको फोटो राखेपछि साइडमा बिल बुकको पनि फोटो राख्नु पर्छ। अनि त्यो भन्दा पनि साइडमा भेहिकलको रजिस्ट्रेसन फोटो राख्नु पर्छ। तलपट्टि भेहिकलको ब्रान्ड, कलर अनि कुन मोडल हो त्यो पनि सिलेक्ट गर्नु। नम्बर प्लेटहरू राखेपछि नेक्स्ट गरिदिनु। अब नेक्स्ट गर्नु बित्तिकै केही पर्मिसन यो एपले माग्छ, त्यो अलाउ गर्नु बित्तिकै तपाईको एकाउन्ट 24 घण्टा भित्र बनिसक्छ। एकाउन्ट बनेपछि राइड पाउनुको लागि तपाई अनलाइन बस्नु पर्छ। त्यसको पछि मान्छेहरूले तपाईलाई राइड रिक्वेस्ट पठाउनु थाल्छ। लोकेसन र भाडा हेरेर तपाईलाई ठिक लाग्यो भने रिक्वेस्ट एक्सेप्ट गर्नु होला। यही हो कम्प्लिट प्रोसेस इनड्राइभ राइडर बन्नु। तर अझै पनि तपाईले केही बुझ्या छैन भने कमेन्ट बक्स तपाईको लागि खुल्ला छ।